यो प्रयोग गरे कफी खाए हो यो पनि मेरो धेरै उ दुख्या थियो यहाँ हातको योमा दुख्या थियो तर मैले यो लगाएर एकैछिन मिन्दाखेरि म निको भएँ यो हात कति राम्रो भइहाछ। नमस्ते, ह्यापी गुड मर्निङ डिएक्सन। म तारा घरती फेरि आज तपाईँहरूको माझमा एउटा त्यस्तै उदाहरणीय व्यक्तिलाई लिएर आएकी छु जसले चाहिँ डिएक्सनको प्रोडक्टहरू कन्ज्युम गरिसकेपछि धेरै फाइदाहरू पाउनुभयो। थोरै प्रोडक्ट र डेली युजको मात्रै सामानहरू प्रयोग गर्दा पनि धेरै फाइदाहरू पाउनुभएको छ। तारा घरती अफिसियल युट्युब च्यानलमा मैले उहाँलाई उपस्थित गराएको छु। उहाँकै मुखबाट तपाईँहरूले सुन्नुहुनेछ है त। धन्यवाद। तपाईँलाई स्वागत छ तारा घरती अफिसियल युट्युब च्यानलमा। धन्यवाद। तपाईँले चाहिँ के अरे अब लगभग 1 वर्ष अगाडि भेट भएको थियो हाम्रो है। हजुर। तपाईँले धेरै फाइदा पाए भन्नुभयो अस्ति भेट हुँदाखेरि। त्यही भएर तपाईँले पाउनुभएको फाइदा चाहिँ यो सबै माझ पुर्याम अरूलाई नि राम्रो होस् भनेर चाहिँ त्यो कारणले गर्दाखेरि तपाईँलाई चाहिँ मैले यो थोरै बोल्नुहोस् न भनेर मैले इन्टरभ्यू जस्तो लिएको हो। तपाईँले चाहिँ अब के खानु भएको थियो, के फाइदा भएको थियो, कसरी त्यो कुरा चाहिँ भनिदिनुहोस् न। योभन्दा अगाडि मैले यो धेरै वर्ष भइगयो मेरो ग्यास्ट्रिक थियो। जहाँ चेक गर्दा पनि ग्यास्ट्रिक भन्ने त्यहाँबाट ग्यास्ट्रिक भन्दाखेरि अल्सर हुने समस्या भए छ आन्द्रा शून्य छ भन्ने जहाँ उयो भिडियो एक्सरा गर्ने बेला पनि हस्पिटलमा चेक गर्नु। हजुर त्यतिखेर त्यहाँबाट तपाईँ ठ्याक्कै तपाईँ जोइन हुनुभयो भेट्नु भयो तपाईँ यहाँ आउनुभयो। त्यहाँबाट यो डेक्सनको कफी खाएकोदेखि मलाई सन्चो भयो मन निको भयो। मेरो मुटु दुख्थ्यो बढी भाग मुटै दुख्थ्यो। मैले प्रयोग गरेँ यो मसिनो धुलोवाला पाउडर खाएँ मैले त्यो खाएँ। हजुर यो मसिनोवाला धुलोवाला पाउडर खाएँ। यो खाएदेखि मेरो मुटु दुख्ने पनि निको भयो म सन्चो भएँ। मैले तपाईँले 6 महिना खाने भन्नुभएको थियो तर म 1 महिना खाना बित्तिकै म फरक भएँ म निको भएँ। निको भएपछि मैले फेरि अब यो धुलोवाला खाइनँ मैले कफी निरन्तर दिनकै खान्छौँ हामीले कफी त कफीले पनि धेरै काम गर्ने रहेछ तर हामी कफी खाइरहेछौँ अनि अझै निको झन् तन्दुरुस्त हुन सकौँ भन्ने विश्वास गरेको छ। कति केजी हुनुहुन्छ? म आउँदा त यस्तो म पहिला पातलो थिएँ अहिले म मोटाएको छु। सबै मानिसले म मोटाएको देखेर सबैले देख्छन् खानुपर्ने रहेछ ग्यास्ट्रिकले यस्तो चुसिया रहेछ भनेर सबैले मलाई देखेर सबै मानिसहरूले खाइराखेका छन्। म अझै निको छु म झन् अझै मोटिने होस् भने विश्वास गरेको छु। अरू के प्रयोग गर्नु भएको थियो? अरू प्रयोग यो प्रयोग गरे कफी खाए हो यो पनि मेरो धेरै उ दुख्या थियो यहाँ हातको योमा दुख्या थियो तर मैले यो लगाएर एकैछिन मिन्दाखेरि म निको भएँ। यो हात कति राम्रो भइहाछ। यो आज दुख्या छैन? आज दुख्या छैन। अस्तिको दिन लगायो कति राम्रो हुने रहेछ। म निको भएको छु। सबै विश्वास छ यो डेक्सनमा त्यस्तो भरपर्दो कुराहरू सबै छन् तर सबै मानिसले खानुपर्ने रहेछ निको हुनुपर्ने रहेछ ग्यास्ट्रिकबाट हल्का हुने पर्नु रहेछ तर हल्का भएपछि आफै निको भएपछि आफै मोटिने हुने रहेछ। म अहिले मोटाएको छु। म पहिला पातलो थिएँ अहिले म मोटाएको छु। म्याडम 1 वर्षमा आउँदाखेरि म धेरै मोटाएको छु। म्याडम खुसी हुनुभएको छ। अनि टुथपेस्ट पनि प्रयोग गर्नुभयो? हजुर यो पनि प्रयोग गरेको यो पनि भस्मै राम्रो काम गर्ने रहेछ। यसले दाँत दुख्नेहरू किराहरू राम्रो गराउने रहेछ। यो पनि प्रयोग गरे हामीले सबै परिवारले हामी किन म मात्रै हामी सबै परिवारले खान्छौँ। कफी पनि निरन्तर बच्चाहरूले पनि खान्छन् सबैले खान्छौँ। यो पनि हामी सबैले प्रयोग गर्छौँ। अनि के अरे अरू त्यही ग्यास्ट्रिक नै हो अरू त्यस्तो समस्याहरू थिएन? अरू समस्याहरू छैन मेरो ग्यास्ट्रिक पनि तपाईँलाई धेरै गाह्रो गरायो? ग्यास्ट्रिक थियो मेरो मुटु दुख्थ्यो बढी भाग मेरो मुटैको समस्या छ मुटु दुख्थ्यो। त्यहाँबाट एक्सरा गर्दाखेरि ग्यास्ट्रिकले नै हो भन्थ्यो। योभन्दा 2 वर्ष अगाडि आन्द्रा शून्य छ भन्थ्यो ग्यास्ट्रिकले नै शून्य छ भन्थ्यो तर अहिले म निको छु म राम्रो छु म मोटाएको छु। झन् अर्कोचोटि तपाईँ आउनुभयो झन् मोटाउने। धन्यवाद तपाईँलाई धेरै फाइदाहरू पाउनु भएछ। तपाईँले अब यो अरूलाई नि प्रयोग गराउनु भएको छ है? हजुर अरूलाई नि भन्नुभएको छ गाउँको मान्छे? हामीले देखेर हामीले भनेर अरूले पनि खाइराखेका छन्। अर्कोचोटि तपाईँ अहिले यस्तो कमजोरी भएका मान्छेहरू देख्नुभएको छ अर्कोचोटि हाम्रो तीन मान्छेहरू पनि मोट्याउन्। मैले चाहिँ अब पहिला प्रयोग गराएर राम्रोसँग रिजल्ट आएको मात्रै अब यसरी इन्टरभ्यू जस्तै थोरै लिउँथेँ भिडियोहरू
तपाईँले चाहिँ अब यो अस्तिको दिन मात्रै लाउनु भयो यो तेल म आफै पनि छक्कै परेको छु किनकि मलाई नसा सम्बन्धी हड्डी सम्बन्धी ढाडसार दुख्ने घुँडा दुख्ने समस्या पहिल्यैदेखि छैन मलाई थाहा छैन होइन अनि यो अब त्यही भएर अनि यसको चाहिँ अब दुख्या छ भन्नुभयो के अरे अब तपाईँ देउरानी तपाईँले अब खुट्टा दुख्या छ उहाँको खुट्टा दुख्यो तपाईँले अब यहाँ दुख्या छ मन लाउँछु भन्नुभयो अस्ति दिन लाउनु भयो राम्रो भयो अनि राम्रो भयो भन्नुभयो दुईजना म छक परेँ यो कुरा चाहिँ मैले दावा सरको मुखबाट सुनिरहेको छु कि उहाँ के अरे उसमा गोर्खामा जाँदाखेरि दुखिरहेको मान्छेले लगाइदिएर एकछिन ठिक भयो भन्नुभयो चमत्कारै भयो खै के हो भन्नुभएको थियो त्यो कुरा चाहिँ मैले यहाँ रोल्पामा आएर तपाईँहरूबाट मैले थाहा पाएँ क्या यस्तो पनि हुँदो रहेछ यसको मतलब यस्तै हुन्छ भने सबैलाई यस्तै हुन्छ भन्नु त छैन तर उहाँलाई राम्रो भयो क्या अब भित्रको उहाँहरूको चाहिँ अब बाहिरको समस्याहरू थियो होला त्यही भएर भित्रैको समस्याले नसा सम्बन्धी र हड्डी सम्बन्धीकै समस्याले गर्दा हो भने त टाइम लाग्छ होइन कतिको खानै पर्ने कुरा हुन्छ कतिको तेल चाहिँ लामो समय चाहिँ मसाज गर्दाखेरि बेला यो नसाहरू चाहिँ खुल्छ त्यही भएर उहाँहरूले चाहिँ एकदम छिटो चाहिँ पाउनुभयो तपाईँको नाम र यहाँको ठेगाना भनिदिनुहोस् न लास्टमा मेरो नाम तारा घटी मगर त्रिवेणी गाउँपालिका 1 साबिकको सुगाडा मेरो मितिनी पो पर्नुभयो ल धन्यवाद सम्पूर्णले उहाँ तारा घरती मगरको कुरा त सुनिसक्नुभयो उहाँको अनुभव छोटो थोरै भिडियोमा मैले लिएर आएको थिएँ तपाईँहरू सुनिसक्नुभयो कस्तो लाग्यो तपाईँहरूले पनि यो प्रडक्टहरू कन्ज्युम गर्नु भएको छ कि छैन कृपया कमेन्ट गर्नुहोला र यो राम्रो कुरा सबै ठाउँ पुर्याउनुपर्छ भन्ने लाग्छ भने तपाईँहरूले भिडियोलाई सेयर गर्नुहोला र तारा घरती अफिसियल युट्युब च्यानललाई अझैसम्म तपाईँहरूले चाहिँ सब्सक्राइब गर्नुभएको छैन नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला छेउमा रहेको बेल आइकनलाई अन गर्नुहोला ताकि तपाईँहरूको मोबाइलमा छिट्टै नोटिस आउन सकोस् र तपाईँहरूले यस्तो स्वास्थ्यमूलक जानकारी मूलक भिडियोहरू चाहिँ हेर्न सक्नुहोस् भन्न चाहन्छु धन्यवाद ह्यापी गुड मर्निङ रिएक्सन नमस्ते